आज 28 फाल्गुन 28 गते यो रूपा तालको ताल संरक्षणको लागि भनेर एउटा प्रोजेक्ट रूपा ताल प्रोजेक्टले यहाँको माटो उत्खनन गरेर तालको क्षेत्र वृद्धि गर्नको लागि अन्य क्रममा यो रूपा तालको यताबाट पहिला बग्ने खोला थियो। त्यो खोलाको साइडमा अलिकति पाको जस्तो भाग थियो, यहाँ गरा जस्तो थियो। त्यसको नजिक चाहिँ माटो फाल्ने क्रममा यसरी एउटा पुरानो वृक्ष निक्लियो, जुनलाई चाहिँ उखालेर फाल्न खोज्दा जेसीबीले नसकेपछि साइडको माटो निकालेर फालेपछि त्यसको माथिबाट निरन्तर यसरी जल प्रवाह हुन सुरु गर्यो र यहाँ घुम्न आउने व्यक्तिहरू पनि निकै बढ्दै जानुभएको छ। यसको 3 साइडबाट, एउटा यो दक्षिण साइडबाट, अर्को यो पश्चिम साइडबाट, पश्चिम दिशातिरबाट र यो उत्तरतर्फबाट हल्का पानी रसाइरहेको अवस्था छ। यो अहिले खनेर निकालेको पनि मिडियामा मैले देखेको पनि 12-15 दिन भइसक्यो। त्यतिखेरबाट निरन्तर यसरी पानी बगिरहेको छ। अत्यन्त अद्भुत देखिन्छ। यो खास अब के हो कसो हो, यो यहाँ बुटो कहिलेबाट थियो, वृक्ष कुन वृक्ष हो यो भन्ने कुरा अध्ययनकै क्रममा छ। अनि कसैले पत्ता लगाउनु भयो भने पछि होला। सायद अब यो वृक्षको धेरै पुरानो भएको कारणले के वृक्ष भनेर अब चिनिने अवस्थामा छैन। पुरै कालो मुढाको टाइपमा छ। अग्राख भनिन्छ हामी यो काठको भित्री भाग, जुन पानीले पनि सहज गलाउन नसक्ने त्यही अवस्थाको भाग मात्रै बाँकी रहेको र त्यसबाट निरन्तर जल यसरी दिनदेखि त निरन्तर बगिरहेको अवस्था छ। धन्यवाद।